गाड़ी स्टार्ट कर। नहीं 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 नहीं। हेलो गाइज, गुड मर्निङ, नमस्ते, वेलकम टु माई न्यू भ्लग। हामी चाहिँ आज जाँदैछौँ ताप्लेजुङ ठुलो पाथिभारा। ठ्याक्क हामी चाहिँ अहिले इलामको माई खोलामा आइपुग्यौँ। माई खोलाको दृश्य हेर्नुहोस् सबैजनाले, एकदम दामी छ। त्यस पछाडि हामी फेरि ताप्लेजुङ तर्फ लाग्यौँ। बाटो चाहिँ एकदम घुमाउरो, पहाडको बाटो एकदम घुमाउरो रहेछ। यो चाहिँ मेरो दोस्रो चोटि ताप्लेजुङ पाथिभाराको दर्शनको यात्रा। पहिलो चोटि चाहिँ म ठ्याक्कै 1 वर्ष अगाडि नै रामनवमीको दिन गएको थिएँ। ठ्याक्कै हामी दुईजनै गएको थियौँ। यसपालि पनि हामी दुईजनै जाँदैछौँ। बाटोको दृश्य हेर्न सक्नुहुन्छ कस्तो दामी छ गाइज। हेलो गाइज, हामी चाहिँ अहिले ठ्याक्कै आइपुग्यौँ ताप्लेजुङ कटेर ठ्याक्कै मूल गेटनेरि आइपुग्यौँ, प्रवेशद्वार पाथिभाराको। हामी जाँदैछौँ फेरि गाइज। बाटो एकदमै खत्तम, घुमाउरो बाटो एकदमै खत्तम भएर आइपुग्यो यो यतिसम्मको यात्रामा। सेफिटारबाट चाहिँ एकदमै बाटो खत्तम, पानी परेर हिलो भएछ। त्यस पछाडि म चाहिँ उहाँलाई चाहिँ उतारेर म एक्लै आउन थालेँ। आउँदै लडेँ पनि म एकचोटि चाहिँ। म पनि के कमरा राइडर जस्तो होइन, फेरि बाइक स्टार्ट गरेँ। एकदम हिलो भएको म गएँ सिधै गएँ। हेर्न सक्नुहुन्छ एकदम बाटो एकदम खराब। आउँदै हुनुहुन्छ भने पनि बाइकमा चाहिँ आउँदै नआउनुहोस् तपाईँहरू, एकदम आउँदै नआउनुहोस् होइन। गाडीमै ताप्लेजुङबाट गाडीमै जानुहोस्। बाटो एकदम खत्तम। जाँदै फेरि एकछिन भ्याट्टै लडेँ कि एकदमै म। अमेरिका क्या कहता था, क्या हो तुम? आज हम कहते तू क्या है बे? हमें खाओ माँ कसम। ससुर अलग से उठाकर स्टार बना दूंगा मैं। नहीं। त्यस पछाडि गाइज हामी पाथिभाराको तल्लो फेदी पुगेर सिडीहरू चढ्न थाल्यौँ। ऊ गलिसक्यो, एकदमै गलिसक्यो होइन। चाहिँ हामी तल्लो फेदीबाट माथिल्लो फेदी जाँदैछौँ होइन। गलाइसक्यो बाटो एकदम खत्तम। जुत्ता यस्तो भयो, बाइकको हालत त झन् भन्नै पर्दैन। जय माता रानी। डर के आगे जीत है। माथिल्लो फेदी पुगेर ऊ आगो साबुन ताप्न तल जाडो भएर। सरी गाइस, रातिको ब्लग चाहिँ बनाउनु पाइनँ, बिहानको पनि ब्लग बनाउनु पाइनँ। अनि ठ्याक्कै हामी बिहानै चाँडै उठेर अनि चढ्यौँ सिडी पाथिभारा मन्दिर जानलाई। यो ठ्याक्कै हामी अहिले मूल गेटमा आइपुगेको छौँ पाथिभारा दर्शन गर्नलाई। यहाँबाट अब थोरै पनि छैन, त्यो 50 मिटर दूरीको त्यति परकोमा छौँ। हेर्न सक्नु हिउँले ढाकेको छ, हिउँ परेको छ एकदमै चिसो। ऊ चाहिँ गलो, एकदमै गलो। सिडी चढ्दै यस्तो गलो कि आमा म आउँदिनँ भन्न थालेको होइन आउनुपर्छ। हेर्न सक्नुहुन्छ गाइस, यहाँबाट थोरै नै छ, एकदम भिड छन् भक्तजनहरूको। हिउँले एकदमै ढाकेको छ, एकदम नयाँ कपडाले सजाएर र एकदम दामी बनाएको छ बाटो पनि। आइपुग्यो माता रानीको दर्शन गर्न के फेदीबाट माथि पुग्यो। हेर्न सक्नुहुन्छ गाइस, हिउँ कति परिरहेछ। अहिले चाहिँ एकदम दामी बनाएको छ, पेन्डेलहरू लगाएर पनि फुलहरू सजाएर दामी रहेछ। हिउँ पर्ने सिजन भएर पनि हिउँ छ सबैतिर, चिसो एकदमै छ। ठुलो पाथिभारा। ओ माता जय माता, ओ माता जय माता, ओम पिता मा। हेर्न सक्नुहुन्छ एकदम चिसो मौसम, भक्तजनहरूको भिड छ एकदम। हामी चाहिँ अहिले लाइनमा बसेको छौँ, लाइनमा पर्खिरहेछौँ। ठ्याक्क हाम्रो पाला आउँछ, त्यस पछाडि हामी पूजाआर्चना गर्छौँ। त्यस पछाडि हामी फेरि फर्किनेछौँ। एकदम हिउँले चाहिँ परे। हामीले चाहिँ पूजाआर्चना पनि गरिसक्यौँ आफ्नो पालोमा। एकदमै भिड थियो पूजाआर्चना गर्ने ठाउँमा पनि। थोरै टाइम पायौँ, त्यसपछि भिडियो बनाउनु पाइनौँ। अब यहाँको तपाईँहरूलाई म नाच नृत्य देखाउनेछु।
त्यस पछाडि हामीले हिउँ खेल्न थाल्यौँ अलिअलि टिकटक रिल्सहरू भिडियोहरू बनाउन थाल्यौँ त्यस पछाडि हामी निस्किनेछौँ अब होइन गाइस ऊ हिँडेको हेर्नु नि बुढी हामी हिँडे जस्तो छ